Hello guys, welcome to new vlog. आज चाहिँ हामी कतारको सलाजमा रहेको भूत बङ्गलामा आएको छौँ। भूत बङ्गला देखाइ त त्यो जङ्गलको पछाडि त्यहाँ छ अरे भूत बङ्गला अनि त्यहाँ चाहिँ भूतहरूले हगेर कालो कालो त्यो चाहिँ भूतले हगेर कालो कालो भएको गाइज हामीले हेर्न त सकिरहेको छैन। कोही तँलाई डर लागेको छैन भूत बङ्गलामा आएर? हामी चाहिँ यहाँ चाहिँ यो ओम सलाल हो। यो चाहिँ म पहिला बस्ने ठाउँ उतापट्टि छ। हामी चाहिँ यहाँ घुम्न आएको। यस्तो मरुभूमि छ गाइज, को घुम्न आएको छ यो ठाउँ। भूत बङ्गला चाहिँ यही हो भूत। एकचोटि भूतको एक्टिङ गर्छ। कस्तो लागेछ मिस हजुरलाई? हजुर। अनि यो यसमा तपाईँ के रोप्न चाहन्थे? तपाईँलाई सरकारले जग्गा दिए? हजुर। अनि देन यसमा तपाईँलाई जग्गा दियो भने तपाईँ भूत बङ्गलाको नजिक तपाईँलाई जग्गा दियो भने तपाईँ बनाउन चाहनुहुन्छ कि चाहनुहुन्न? गाइस के भएको? त्यो अस्तिको हो? अनि तपाईँलाई कस्तो लागिरहेको त भूत बङ्गलामा आएर? मलाई भूत बङ्गलामा मजा आइरहेछ। अब के यो भूतले हजुरसँग विवाहको प्रस्ताव राख्यो भने तपाईँ बिहे गर्न रेडी हुनुहुन्छ? तपाईँलाई थाहा छ होला नि भूतले त यति ठुलो कालो कालो गुहक छ भनेर फेरि। हजुर। तपाईँ पनि त्यस्तै हाक्न तयार हुनुहुन्छ? यो जङ्गलको उतापट्टि चाहिँ भूत बङ्गला छ अरे भनेर हेर्न आएको हामी चाहिँ आज। तपाईँ भूतको के हेर्न चाहनुहुन्छ? दर्शकहरूलाई म अलिकति होइन के भूतको कुरी खास गरी चाहिँ म हेल्थ सेन्टर आएको गाइस। मेरो हेल्थ कार्ड सेन्टर चाहिँ यहाँको रहेछ, पहिलाकै कम्पनीको छेउमा। यही भूत बङ्गलाभित्र छ। भूतले अपरेसन गरेछ त्यसको। त्यसपछि हामी अलिकति जान्छ। Thank you guys. See you later. Hello guys. Again welcome. हामी चाहिँ अब हेल्थ सेन्टरबाट मेडिसिन लिएर फाइनली फर्केँ। तर जे सोचेको त्यो चाहिँ पाएन। मैले दुईवटा चेकअपको लागि आएको, लाइक एउटा मात्रै भयो, अर्को चाहिँ अपोइन्टमेन्ट लिएको भनेर भने। सो अब फोन गरेर चाहिँ लिनुपर्छ अरे। अनि मेरो हेल्थ सेन्टर पनि एकदमै टाढा भयो। अब नर्सलाई भनेर, कम्पनीमा नर्सलाई भनेर चेन्ज गर्न लाउँछु। मेरो पहिला यहाँ होमसलालमा थिएँ। सो अहिले चाहिँ म दोहा बस्छु नि त। सो त्यही कारणले चाहिँ धेरै टाढा पऱ्यो कि त्यही भएर लगभग 40 मिनट 45 मिनट लाग्छ बाटो। के गर्नु हो? हेलो madam, where is you guy, madam? She is too much tired. सुतिरहेको छ, उसलाई थकाइ लागेछ। बोक्ला अनि थकाइ पनि लागेछ एकदम। ज्युस भिडियोहरू बनायो। हामी पुग्न चाहिँ 1 बजीतिर पुगेको थियौँ गाइस। तर 4 बजे खोल्छ अरे भन्न त उनको लिनमा पनि भनेको थियो यति बेर त खोल्छ भनेर। हामी नै आइदियो। सो
पुरानो कम्पनीको छेउतिर गएँ, भिडियोहरू बनाएँ। अनि सो एकदमै रमाइलो लाग्यो। ओमसालाले चाहिँ एउटा भूत बङ्गला पनि छ भन्छ, तर हामीले चाहिँ देखेन। त्यतिकै बनाएको त्यो भिडियो चाहिँ हामीले चाहिँ जस मेरो त्यो ठाउँहरू चाहिँ त्यो पलहरू चाहिँ मेरो एकदमै यादगार हो। म पहिला इभिनिङ वाक जान्थेँ, अनि सो साथीहरूसँग मार्केट जान्थेँ, अल्मिरामा पनि गएँ। अनि एकदमै मिस गरेको थियो मैले हट एन्ड सोल के सुप हो मैले बिर्सेँ पनि, मेनु हेरेर मात्रै थाहा हुन्छ। अनि त्यहाँ पनि गएँ, जो सबै सोचेको आँटेकोहरू चाहिँ सबै पुरा भयो। मलाई चाहिँ एकदम लङ ड्राइभ जानु मन थियो। अनि सो मलाई मेरो पुरानो बस्ती पनि हेर्न जानु मन थियो। फाइनली मैले हेरेँ पनि। र भूत बङ्गला भन्थ्यो, कुन हो त्यो चाहिँ चिन्न सकेन। तर यो ओमसालाले चाहिँ पुरा गाउँ जस्तै छ क्या। घाममा हामीले भ्लग पनि बनाउन सकेन, एकदमै गर्मीले चिट भइरहेको थियो। सो गाइज एउटा चाहिँ पुरै शान्ति फ्ल्याट भएको छ, सुतेको छ, थाकेर होला। थाक्न त म पनि थाकेको छु। गाइज मलाई चाहिँ यो एकदमै हावा मन पर्छ यसरी, तर के गर्नु, मलाई यो हावा चिसोले सुट गर्दैन। बिरामी भइहाल्छु कि म चाहिँ यो लाइक हावा पानीले चाहिँ। अनि त्यो रमाइलो भयो, कतै रुम बस्दै। आज चाहिँ एकदमै घुमेर आएँ। आफ्नो हेल्थको पनि थोरै जानकारी पाएर आएँ, के कारणले यस्तो हुँदैछ भनेर। अनि के भन्नु, अहिले चाहिँ रातिको 6:30 जस्तै भएको छ गाइज। घर फर्किँदैछु। कुन ठाउँ हो होला हजुरहरूले पनि कमेन्ट गरिदिनु होला, दोहा गदरमा हुने जतिले। हामी चाहिँ फाइनली रुममा पनि आइपुगिसके गाइज। Madam, you tired? Yes. How is today? Feeling happy, feeling good. But boring also when waiting in hospital. Yes. Listen me. Say here something. Subscribe my friend YouTube channel. Subscribe my friend YouTube channel. Thank you guys. All YouTube family, please. Okay guys, bye bye. See you next vlog.